हेलो गाइस, ह्याप्पी दिवाली। हामीले चाहिँ डेकोरेसन गर्दैछौँ लक्ष्मी पूजाको लागि। खिर पकायौँ अनि त्यसमा मैले चाहिँ डेकोरेसन गर्दै थिएँ। मेरो दिदीले प्रसाद बनाउँदै, यता पुरी बन्दैछ, उता खिर बन्दैछ अनि फेरि हलुवा पनि बन्दैछ। प्रसाद बनाइसकि मेरो दिदीले चाहिँ, मैले चाहिँ डेकोरेसन गर्दैछु माता लक्ष्मीको स्वागतको लागि। यो चाहिँ दैलामा स्वागत गरेको बनाएको अनि त्यहाँबाट भित्र भगवान थानमा पनि डेकोरेसन गर्दैछु। पहिली बार गराएको, खासै पारा त आएन, त्यही पनि आफ्नै दिमागले गरेको, तर राम्रो देखियो। लक्ष्मी माता खुसी हुनुहुन्छ। माता लक्ष्मीको पूजाको लागि पनि सामान रेडी भइसक्यो। माता लक्ष्मीको थान पनि बनाइसकेँ, दियो कलश राखेँ, त्यसमाथि पूजा गर्ने सामानहरू सबै सामग्री तयारी बनाएँ। माथि भगवानको थानलाई पनि पूजा गरेँ। अनि अब चाहिँ हाम्रो बत्ती बाल्ने बेला भइसकेको थियो। छोरी दुइटीले बत्ती बाल्दैछन्। यही बेला हावा लागेर फेरि धन्नैले सबै डेकोरेसन उडाइदिएको। धन्नले फेरि सम्हाल्यो, फेरि बाल्न पाइयो। एकैछिन त दैलो बन्द गर्नु पर्यो। लक्ष्मी माता रिसाउनु भयो कि क्या भन्ने भएको थियो। धन्न रिसाउनु भएको रहेन रहेछ। अनि हामीले चाहिँ यहाँ मैले चाहिँ सामग्रीले कसरी पूजा गर्ने भन्ने थाहा थिएन, राखेको कसरी राख्ने भन्ने थाहा थिएन। आफ्नै तरिकाले गरेँ पूजा। बत्ती बाल्यौँ हामीले। अब यहाँ बत्ती बाहिर दैलामा बालिसकेर अहिले भगवान थान लक्ष्मी माताको थानमा बत्ती बाल्दैछौँ सबै परिवार मिलेर। यो चाहिँ हाम्रो आशिकको थाल रेडी भएको छ भैलीको लागि। भैली आउँदाखेरि आशिक दिनको थाल बनाएका। सबसे पहिला चाहिँ लक्ष्मीलाई भित्र घुसाएर बल्ल लक्ष्मीको पूजा गर्नु भन्दै लक्ष्मीलाई घुसाउँदैछौँ। तितिली टेका आउ 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 ताती ताती गर्ले आउ ताती गर्ले। जय माँ लक्ष्मी आउनु भाउजू। अनि हाम्रो सानो लक्ष्मी पास गरेर अर्को अलिकति सेकेन्ड लक्ष्मी मातालाई घुसाउँदैछौँ हामीले चाहिँ यहाँ घरको लक्ष्मीलाई। अनि ल पूजा गऱ्यौँ। लक्ष्मी माता घुसाइसकेर लक्ष्मीको पाइला बनाइसकेर बल्ल लक्ष्मी माताको पूजा हुँदैछ। यहाँ लक्ष्मीको पूजा गर्ने विधि त खासै थाहा थिएन, जस्तो आयो त्यस्तै गऱ्यौँ। पहिली बार गरेको गर्दाखेरि, पहिली बार भन्नाले पूजाहरूको सामग्री के राख्ने भन्ने चाहिँ पहिली बार हो। पूजा त हमेसा गरिन्थ्यो क्यारे, तर के राख्नुपर्छ, कसरी राख्नुपर्छ भन्ने चाहिँ अब आफ्नो आफ्नो घरको आफ्नो आफ्नो तरिकाले हो। कसलाई कस्तो मनपर्छ, कसलाई कसरी बनाउन जान्दछन्, त्यही अनुसारले गराइएछ। हामीले चाहिँ पूजा पास भएपछि अब हामीले चाहिँ भजन गाउन रेडी गर्दैछौँ। भजन गाउँ यहाँ पहिला अघि बनाएको प्रसाद चढाउँदैछौँ। पुरी चढायौँ, हलुवा चढायौँ, खिर पनि बनेको थियो, खिर चढायौँ। अब सबै पूजा पासपछि हामी चाहिँ भजन गाउन लागेका। अनि हामी चाहिँ भजन गाइसकेर अनि छोरीहरूलाई टिको लगाएर फुल प्रसाद दियौँ। अब तिनटी छोरी छन् घरका लक्ष्मीहरू, उहाँलाई टिको लगाइदिउँ। अनि उनीहरूका साथीहरू पहिले भैलो खेल्न आएर रेडी भएर बसेका थिए। 12 जना जति छन्। सबै उहाँ पूजा गर्न भ्याएका छैनन्, भैलो खेल्न हतार भयो अरे हाम्रा लक्ष्मीहरूलाई। र उहाँ टम्मै भेला भएछन्। उनीहरू सबैलाई टिको लगाइदिउँ। उनीहरूको पनि आशीर्वाद आशिक लियौँ।
घरमा लक्ष्मी माताहरूको। अब हाम्रो चाहिँ भैलो सबै पास भयो पूजा। अब भैलो खेल्छन् केटीहरूलाई। फुल प्रसाद दिइसकेपछि अब यिनी केटीहरूको भैलो हेर्ने होला सबैले, भैलो कसरी नाचेका छन् भनेर आशीष पनि दिन्छन्, भैलो पनि नाच्छन्। हाम्रोमा राम्ररी भन भैलो भैलो ए झिलिमिली झिल्ला भैलो केको झिल्ला भैलो अब सानो भयो झिल्ला भैलो बुलको झिल्ला भैलो आइबो भयो त्यति हो घट्टाको ख्याल गरेर हो। यो थन्का कि भए हुन्थ्यो नि। ए भैलेनी आए आँगन बडली कुरली राखन हे औँसीको बारो तिहारो भैलो हे औँसीको दिन तिहारो भैलो हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको औँसीको तिहारो तिहारो भैलो औँसीको तिहारो तिहारो भैलो। ताली मार न के बसेका तिम्रो चाहिँ। भैलिनी आए आँगन यसो न हजुर भैलिनी आए आँगन मनको आँखा उगाई हेर मनको
चन्द्रको आनन्द जस्तो घर जहानमा सन्तोष रहोस् दुःखको छायाले कहिले नछोई सुख सम्पत्तिले भरिरहोस् दुःखको छायाले कहिले नछोई सुख सम्पत्तिले भरिरहोस् यसै घरमा लक्ष्मीले सदा वास गरून् यसै घरका जहानहरू सदा सुखी रहुन् सदा सुखी रहुन् सदा सुखी रहुन् बोले लक्ष्मी माता की जय बोले कलकत्ता की जय बोले रिया पार्टी की हरूले आशिक दिइसकेपछि फेरि अर्को पार्टी आए साना साना बुर्राबारी पार्टी आए भट्टाउँदैछन् हेरौँ यिनीहरूको पनि भैलो त्यहाँबाट यहाँ आउँदा लड्यो ऊ त घरबाट यहाँ आउँदा लड्यो अरे खुल्लै छ ल घुस्नुस् 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 घुस्नुस्
हुन्छ हुन्छ उनीहरू चाहिँ बिचरा साना साना आएका थिए नाचेको भिडियो खिच्नै भुलेछु, त्यही भएर आशिकदेखि मात्रै लिएको छु। ल हाम्रो दिवाली लक्ष्मी पूजा यस्तो भयो, कसको कस्तो भयो। बाई बाई।